हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु दि आशिष तामाङ युट्युब च्यानल। सो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदम आरामै एन्ड फिट एन्ड फाइन हैन। सो लेट्स सी, आज चाहिँ हैन मैले धेरै दिनपछि भ्लग बनाउँदैछु किनभने म हिजो आज हुन्छ नि अब एक्जामको तयारीमा थिएँ अनि फाइनली एसई पनि सकियो। सो फाइनल 3 महिना हैन, 3 महिना आनन्दले बसिन्छ। त्यही भएर चाहिँ अब मैले चाहिँ भ्लगिङ स्टार्ट गर्न लागिरहेको छु हैन। सो सबैजनाले भिडियोहरू इन्जोय गरिदिनु होला। र आज चाहिँ हामी यसो मन्दिरतिर घुम्न जाँदैछौँ। त्यही भएर आज चाहिँ नयाँ कन्टेन्ट बनाइदिउँ न त भनेर हैन। सो नयाँ कन्टेन्ट बनाएर आएको छु। सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला है गाइस। अब चाहिँ उतै गएर भेटौँला है। ल फाइनली हामी चाहिँ अर्को मन्दिरमा आइपुग्यौँ हैन। हामी जान्छु भनेको मन्दिरमा चाहिँ हामी जान पाएन किनकि त्यहाँ बाटो निर्माणको कार्य चल्दै रहेछ। सो त्यस कारणले हामीले भनेको मन्दिर चाहिँ जान पाएनौँ। त्यसै कारणले चाहिँ हामी अर्को मन्दिरमा आएको छौँ हैन। यहाँको यो मन्दिर चाहिँ तपाईँहरू सबैलाई देखाइदिन्छौँ कस्तो छ, हेर्नु होला है त। ल हामी मन्दिरमा चाहिँ आइपुग्यौँ हैन। तर अब हामी चाहिँ अहिले चाहिँ 2 जना मात्र आएको छौँ। हाम्रो 3 जना साथीहरू चाहिँ पानी खान्छु भनेर उता बसिरहेको छ र आउने छ हैन। हामी चाहिँ आएर यसो घुमिरहेको छौँ। सो मन्दिर चाहिँ यही हो। तपाईँहरू पनि को आउनु भएको छ टक्क लगाएर कमेन्ट गरिदिनु होला है गाइज। फाइनल्ली हामी चाहिँ मन्दिर आइपुग्यौँ हैन। टेन्सन हुँदैन। सो मैले धेरै दिनपछि भिडियो बनाएर होला हैन। भिडियो बनाउनु पनि टक्क बिर्सिएछ क्या। यहाँ चाहिँ मेरो साथी छ, 3 जना मित्रहरू चाहिँ आउँदैछ है। फाइनली ऊ आइसक्यो। टेन्सन हुँदैन, मैले टक्क भिडियो गर्दैछु है। मेरो मित्र यो सुजन के किनेले पैसा कसरी दिएन
यहाँ चाहिँ पुरा टक्कला फोटो सुटिङ हुँदैछ होइन। अब यहाँ मन्दिर केही छैन होइन। अझै फोटोसोटो हान्न हो। अब एकछिन फोटो हानेर अब जान्छौँ हामी। केटाहरूको फोटो हानिदिनु पऱ्यो अब है। उहाँ चाहिँ फोटो सुटिङ हुँदै होइन। टक्क फोटो चाहिँ सिद्धियो। अब चाहिँ हामी एउटा लाग्छौँ है। अब सिधै अब घरतिर लाग्छौँ। अब आजको भिडियो यस्तै हो।